अचम्मको कथा भनौँ या घटना यहाँ पोर्ट भिल्ला भानुआतु 1990 मा सिक्रेटली चाहिँ नि लोकलै मान्छेलाई मारेर खाएको थियो रे, राइट? Yes. Can you tell this about? यहाँको एयरपोर्ट एकदम यो रनवे पनि सानै रहेछ, लगेज पनि कसरी आउने हो। अरू ठाउँमा त ओभर साइज ब्यागेजहरू अलग्गै आउँथ्यो, यहाँ त फन यहीँ घुमिरहेको रहेछ सँगसँगै। आजको गन्तव्य बास कहाँ हुन्छ थाहा छैन। नेपालभन्दा नि गरिबै छ देश चाहिँ। खवाई वेशभूषा पुरै अफ्रिकन जस्तै देखिन्छ। उहाँहरू दुई परिवार, उहाँ हस्बेन्ड उहाँ वाइफ यहाँ परिचय। नमस्ते, मेरो नाम गोविन्द थापा, घर नेपाल बागलुङ। And what you do here actually? Actually, we have to place a stone well. फेरि पनि यहाँहरू सम्पूर्णलाई हाम्रो नयाँ भिडियोमा स्वागत अनि नमस्कार। आजको यस भिडियोमा भानुआतुको यात्रा, त्यहाँको जनजीवन र एकदमै आश्चर्य अनि अचम्मको कुरा, भानुआतुमा सन् 1990 सम्म पनि मान्छेले मान्छेको मासु खाइरहेको विषयमा कुराकानी देखाउन गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट अनि फलो गर्न नभुल्नुहोला। धन्यवाद। भानुआतु नेपालबाट पूर्वतर्फ 10,260 किलोमिटर पर र अस्ट्रेलियाबाट उत्तर पूर्वतर्फ साउथ पेसिफिक ओसियनको बीचमा रहेको 83 वटा आइल्यान्ड नै आइल्यान्ड भएको सानो देश हो। पोर्ट भिल्ला झर्दैछौँ। सानो एयरपोर्ट रहेछ। केही गाडी साडी पनि छैन है, लहर हिँड्ने हो। धन्न ओर्लिनी भर्याङ चाहिँ लिएर आयो। यस्तै नेपाल एयरपोर्टमा जस्तै यो ट्रली गएर राख्ने रहेछ। यहाँको एयरपोर्ट एकदम यो रनवे पनि सानै रहेछ। ब्यागेजहरू आउँदैछ, लोड हुँदैछ। सानो रनवे रहेछ। लगभग 2 किलोमिटर नि छ कि छैन यो। एराइभल्सतिर लाग्दैछौँ। लगेज पनि कसरी आउने हो। समुद्रले घेरिएको एउटा आइल्यान्डको अवस्था यस्तो छ। हाम्रो देशमा समुद्र छैन भन्छ। समुद्र भएको देश भएर पनि आखिर हुँदो त के रहेछ र। यो एउटा बाहना मात्रै हो मान्छेलाई। अरू ठाउँमा छुट्टै समुद्र भयो भने विकास हुन्छ भन्छौँ नि हामीले। समुद्रको बिचको देश हो यो। समुद्र छ वरिपरि यस्तो छ कालो। अरू ठाउँमा त ओभर साइज ब्यागेजहरू अलग्गै आउँथ्यो, यहाँ त फन यहीँ घुमिरहेको रहेछ सँगसँगै। छैन ठाउँ। समुद्र भएर देश विकास हुँदैन। यहाँ पेसिफिक ओसियानाभित्रको सबै देशको हालत उस्तै छ। स्विजरल्यान्ड ल्यान्डलक कन्ट्री होइन। त्यही त। एयरपोर्टमा एराइभल भएर बाहिर निस्किँदैछौँ।
पोर्टको बनावटहरू यस्तो देखिएको छ। ट्याक्सीहरू लाइन लागिरहेका छन् र अब हामीलाई चाहिँ अब साइकल फिट गर्नु छ। साइकल फिट गरेर अब अगाडि आजको गन्तव्य बास कहाँ हुन्छ थाहा छैन। अब ट्राभलमा अगाडि बढिन्छ। नेपालभन्दा नै गरिबै छ देश चाहिँ, तेस्रो विश्व भनेर पनि भन्छन् यो भानुआतु पोर्ट भिलालाई। नेपालको जस्तो बसहरू ट्रान्सपोर्टेसन लोकल त्यस्तो त देख्दै देखिँदैन। हामी अहिले यो भानुआतु पोर्ट भिलामा छौँ। पेसिफिकमा पर्छ, एउटा टापु हो। अहिले त छुट्टै एउटा देश भइसकेको छ यो। यहाँको मान्छेहरू पुरै अफ्रिकन जस्तो देखिन्छ। धेरै अगाडि फ्रान्सको कोलोनी थियो यहाँ र त्यतिखेर सायद ब्रिटिसले फ्रान्सले काम गर्नको लागि उहाँहरूको पुर्खालाई यहाँ लिएर आएको हुनुपर्छ। दबाई खबाई वेशभूषा पुरै अफ्रिकन जस्तै देखिन्छ। साइकलबाट विश्व यात्रा गर्दै आउने क्रममा यहाँ आइपुग्यौँ हामी। अनौठो संसार छ यो। यो चाहिँ अब पहिला ब्रिटिसले कोलोनाइज गरेको हो, त्यही भएर यो लेफ्ट राइट युरोपियन स्टाइलको छ। उनीहरूको भाषा पनि त्यही इङ्ग्लिसलाई अप्रभंश गरेको, अनि फ्रेन्चै चल्छ। यहाँको सब्जी मन्डी होलसेल पसल होला यो सायद। मान्छेहरू पनि पुरै अफ्रिकनै जस्तो देख्छ। यो सायद अब उतिखेर कोलोनाइज गर्दाखेरि अफ्रिकनहरू लिएर आएको होला। यहाँ धेरै जसो टापुमा त्यही अफ्रिकन स्टाइलै देखिन्छ। मान्छेहरूको रहन सहन, वर्ण भन्छ के भन्छ, अनुहारहरू हेऱ्यो भने पुरै लवाई पनि अफ्रिकनकै जस्तो देखिन्छ। यो देशका लोकल मानिसहरूको लवाई र अनुहार हेर्दा ठ्याक्कै अफ्रिकन जस्ता देखिन्छन्। घर र बस्तीहरू पनि त्यस्तै छ। संसार धेरै विकास भइसक्यो भनिन्छ, तर यहाँका लोकल मानिसहरूको खाना भनेको जङ्गलतिर बस्दा खाने जस्तो तरुल, पिँडालु, केरा पोलेर खाने गर्दछन्। उनीहरूको हाट बजारमा पनि जताततै त्यही देखिन्छ। यहाँ अब भानुआतुमा आएर नि पुरै मोमो ठ्याक्कै मेनुमा अब देखियो। यो मोमो टेस्ट चाहिँ कस्तो छ अब खाएपछि थाहा हुन्छ। फ्राई गर्न लगाइयो,
हेर्दा चाहिँ ठ्याक्कै त्यस्तै छ, नेपालको जस्तै छ मोमो बनाउने तरिका। अब कस्तो छ खाएपछि थाहा हुन्छ। मोमो देखेपछि टेस्ट गरिहालौँ त भन्ने लाग्यो। चिकन नै भयो नि, उहाँको जस्तो बनाउने त्यो तरिका छैन, त्यो त्यस्तो स्वाद छैन क्या। अब यो सोया सस भयो, अनि यो अब हामीले त्यो किमा बनाएर चाहिँ तरिकाले हाल्छ नि त नेपालबाट। नमस्कार सबैजनामा, फेरि पनि हामी दुईजना विश्व साइकल यात्री विश्व यात्रा गर्दै आउने क्रममा भानुआतु एउटा टापु पेसिफिकमा छौँ अहिले हामी पोर्ट भिलामा। र अनएक्सपेक्टेड यहाँ नेपालीहरू हुनुहुन्छ भन्ने कुनै कन्ट्याक्ट पनि थिएन र नेपालीहरू यहाँ भेट होला भन्ने कल्पनामा राखेको पनि थिएनौँ हामीले। उहाँहरू दुई परिवार, उहाँ हस्बेन्ड उहाँ वाइफ, उहाँ हस्बेन्ड उहाँ वाइफ यहाँ भानुआतुमा उहाँ 6 वर्षदेखि हुनुहुँदो रहेछ। र उहाँहरू चाहिँ युएन मार्फत होइन त, युएन प्रोजेक्ट मार्फत उहाँहरू यहाँ हुनुहुन्छ। र अर्को सिङ्गल बसेको दुईजना दाईहरू हुनुहुन्छ भन्नुहुन्थ्यो, सायद भोलि भेट होला। हामी साइकल चलाउँदा यताबाट आइराखेको थियौँ, उहाँहरू दुईजनाले ठ्याक्कै देखेर बोलाउनु भयो। अघि उहाँसँग भेट भयो, सानो छोरीले 5 वर्षको छोरीले यो नेपालको झन्डा चिनेर मामुलाई रोकेर नेपालको झन्डा रहेछ भनेर देखाइछन्। भानुआतुमा नेपाली नै हुनुहुन्न एकजना पनि भन्ने सुनेको थियौँ, तर बाइलक जो 2-3 जना परिवार भानुआतुमा हुनुहुन्छ उहाँहरूसँग भेट हुने मौका जुर्यो। एकदम खुसीको क्षण भयो यो। यहाँहरू पनि यदि यसो केही भन्न चाहनुहुन्छ भने यसो परिचय। नमस्ते, मेरो नाम गोविन्द थापा, घर नेपाल बागलुङ। अहिले म यहाँ सेन्ट लुइस अन द बेमा कार्यरत छु। विगत 6 वर्षदेखि यस भानुआतु आइलमा काम गरिरहेको छु। यहाँ अहिले म परिवारसँग छु। उहाँहरूलाई अचानक यहाँ चाहिँ बाटोमा भेट्दाखेरि साह्रै खुसी लाग्यो। यहाँहरूलाई भानुआतुमा धेरै धेरै स्वागत छ। धन्यवाद। नमस्कार, मेरो नाम चाहिँ मुहान मास्की। म चाहिँ हामी भनौँ न, हामी विगत 3 महिनादेखि यहाँ भानुआतुमा छौँ। म चाहिँ युएनडिपी को एउटा हाइड्रो प्रोजेक्टमा काम गर्छु। यहाँको नाम? मिली। छोरी उता माथि गएछन्। उसको भान्जीको नाम हो मिली। भानुआतुमा हिजो चाहिँ हामीले 3-4 जना बहिनीहरू अस्ट्रेलिया जो बस्नुहुन्छ, स्टुडेन्ट भिजामा आएर अस्ट्रेलिया सेटल भएर बस्नुभएको बहिनीहरू घुम्न आउनु भएको रहेछ। अनि हाम्रो यो ठ्याक्कै यो हजुर यो झन्डा देखेर उहाँहरूले मेलबर्नमा भेट्नु पनि भएको रहेछ हामीलाई। अनि दाईहरूलाई मेलबर्नमा भेटेको, साइकल यात्रा गर्दै यहाँ आउनुभएछ, खुसी लाग्यो भनेर भेट्न आउनुभएको थियो। उहाँहरू चाहिँ त्यहाँबाट घुम्न आउनुभएको हुनुभयो। अब यहीँ हुनुभएको जो 3-4 जना नेपालीसँग भेट हुन पुग्यो, यो चाहिँ एउटा रमाइलो अविस्मरणीय क्षण हो। हामीलाई पनि खुसी लाग्यो यहाँहरूसँग भेटेर। यहाँहरू पनि एउटा उद्देश्य बोकेर नेपालबाट यति पर पेसिफिकमा एउटा टापुमा हुनुहुन्छ। यहाँहरूको उद्देश्य, यहाँहरूको सपना पनि पुरा होस्, हाम्रो शुभकामना छ। र हामीलाई बाटोमा देखेर, झन्डा देखेर रोकेर नेपाली आत्मीयतापन जगाएर यहाँहरूले बोलाउनु भयो, त्यसको लागि पनि धन्यवाद छ। यो चाहिँ अब यहाँ भानुआतुमा एकदम संजोगले भेटेको परिवार हुनुहुन्थ्यो। हाम्रो गोविन्द सर, यहाँ भाउजू हुनुहुन्छ। अब बनाउनु भएको यो उहाँले गुन्द्रुक, यो पुरै नेपाली, एकदम प्योर नेपाली ट्रेडिसनल खाना परिकार। मकै अब झन् विशेष भइहाल्यो। मकै अब बोडी र आलु एकदम विशेष। यहाँहरूलाई यसको लागि धन्यवाद छ यहाँहरूलाई। हजुर, र यो चाहिँ पोर्ट भिलाको यहाँ सेन्टरमै रहेको एउटा ह्यान्डिक्राफ्ट यो सपहरू, स्टलहरू भएको ठाउँ। यो चाहिँ प्योर नेचुरल
ह्यान्डिक्राफ्ट यहाँको हाम्रो नेपालमा बन्ने हस्तकला ह्यान्डिक्राफ्ट प्रोडक्टका आफ्नो विशेषताहरू छन्। त्यस्तै गरेर यहाँको पनि यहाँ भानुवातको विभिन्न यहाँ हस्तकलाका प्रोडक्टहरू छन्। यहाँ यो सबै यो आर्ट गरिएको सबै यो हातले बनाएको आर्टहरू हो। यो ब्यागहरू सबै बुनेर बनाइएको ब्यागहरू। यो विभिन्न ठाउँमा आफ्ना लोकल एरियामा बनाएका प्रोडक्टहरूलाई ल्याएर यसरी स्टल राखिएको छ। कथा भनौँ या घटना यहाँ पोर्ट भिल्ला भानुआतु एउटा देश, एउटा यो टापु सानो यहाँ देखियो। हामी यहाँहरूलाई यो बताउन जाँदैछौँ के हो त त्यो अचम्मको कुरा भन्ने। यो एकदम गरिब आइल्यान्ड हो। यहाँ अब त्यस्तो विकास केही पनि छैन। यी बाटो यहाँहरूले हेर्न सक्नुहुन्छ, यही बाटो हुँदै हामी आएको हो। खाल्डा खुल्डी पानी जमेका, नेपालभन्दा पनि एकदमै गरिब छ। र यहाँका आदिवासी मूलवासी अहिले पनि केरा, काँचो केरा पकाएर खाने, तरुल खाने र पिँडालु खाने, त्यसैमा उनीहरूको जीविकोपार्जन भइरहेको छ, त्यसैमा उनीहरू बाँचिरहेका छन्। उहाँ हुनुहुन्छ यो यहाँको ओनरको भान्जी बुहारी। र यसरी चाहिँ नेपालीले विश्वको एउटा कहाँ टापुमा आएर जग्गा यसरी चाहिँ नि किनेर राख्नु भएको रहेछ। उहाँको मामा, उहाँ चाहिँ उहाँको भान्जी बुहारी र एउटा यहाँहरूको यो ठुलो हृदय हो। उनीहरूलाई चाहिँ नि उनीहरूको अवस्था देखेर तिमीहरू बस, भाडा तिर्नु पर्दैन। अनि उनीहरूले खाने भनेकै यही केरा, काँचो केरा। यहाँ पनि देख्न सक्नुहुन्छ, यी पाकेको केरा हामीले जसरी खाँदैनन्, काँचो केरा पोलेर खाने, तरुल खाने, त्यही हो उनीहरूको खाना भनेकै। अनि उहाँहरूले रेखदेखको लागि राख्नु भएको मान्छे चाहिँ उहाँ हो। वी विल टक यु लेटर। फर्स्ट वी गना मेक होल भिडियो हेयर। यसरी दाउराबाट पकाएर त्यही केरा पकाएर खाने अनि तरुल, बस त्यही हो उनीहरूको खाना भनेकै। हजुर ए हजुर हजुर हजुर। यहाँ भित्र चाहिँ यसरी गुजारा गरेर बस्नु भएको छ। ऊ नानी त उहाँकै हाम्रो नेपाली बच्ची हो, हाम्रो नेपाली बच्ची। ल तिम्रो यहाँ सक्स फोर हुन्छ नि, केही भएको छैन। लोकल कुखुरा पनि पालेर राखेको रहेछ। र ब्रदर, what is your name, please? Deves. Yeah. Deves. Okay, and your wife's name? Sabrina. Yeah. And Yes. do you want to share something with people who are watching this? Yes. Only we live
symbol as maybe you guys the climate, the same climate, Yeah, it's Yeah. yeah, same. same. So everything we eat here local. We grow our own food local. We cook food local. We have chickens, everything. It's a And symbol. And would you that's, like to say something about them? yeah, they're from Nepal. They're good friend of Good me. friend of- Yeah, I live in their land and then everything. Okay. Okay. थ्याङ्क यू ल अब यस्तो छ यहाँ नेपालीले यसरी चाहिँ नि यो जमिन चाहिँ नि एउटा टापुमा खरिद गर्न भएको र यो नेपालीको भनेको सुन्दाखेरि हामीलाई पनि खुसी लाग्यो त्यो हाम्रो अब कुलिनेरीमा पनि भन्छ नि स्लो गरेको स्लो बिस्तारै पाकेर मिठो हुन्छ अनि त्यही नै हो अब यो चाहिँ भोल्क्यानो ज्वालामुखी जाँदाखेरिको पत्थरहरू हो यस्तो भोल्क्यानो स्टोन राइट यस्तो भोल्क्यानो स्टोन volcanic stone and what is it for actually This one we call it lap lap in our language. So all the Pacific Island countries they have their own language for this one. We call it lap lap. okay In New Zealand, like angi, you bake from the ground. okay and what you do here actually Actually, we have to place the stone well. We dig the hole. We have to place the stone well, and then we have to ready for firewood. So we put the firewood like we cross them like this, and then we lay the fire, and then we have to put a stone on top, so that it can make the stone very red, very hot. yeah So while we prepare the stones, we have to ready for banana white okay banana, or we can make out of taro or yam, but we have to cut the skin and then we mash it. We scrap them here, very soft. तरुलहरू चाहिँ उनीहरूले चाहिँ यसरी उयो यसले खुर्किने रहेछ माछाको पत्ला खुर्केको जस्तो And then अनि scrape out the coconut. for coconut We okay have to scrape out coconut too. okay and then you put We have to cut the leaf, and then we don't leaf कर्कलो या केराको पातमा बेरेर put the leaves, and then we have to place it on a level place. So we put lap lap goes into. We can put chicken inside, the hole for lap lap, or chicken or fish or pig, anything, beef. And then we cover it up with leaves. okay While they're ready, the leaves, lap lap is ready outside, so we have to take out the stones. We take out the stones, and then we place the lap lap on top. okay And then we put back the stones. We put the stones round, and then we have to get many leaves. We can cover it so that the steam will not come out. okay So we know how long the lap lap is gonna ready. Maybe in 3 hours, 4 hours. So it takes 3-4 hours 3-4 hours. means slowly cooking Slowly cooking. So when you take out, it's very previous method yeah. Okay. So we still using in now now in our times like this. Okay. So when the lap lap is ready, we take out. Everybody come and sit around, eat. यो चाहिँ धेरै पुरानो पद्धति हो बिस्तार पकाएर खाने अनिखेरि यो ढुङ्गालाई तताउने रातो हुने गरेर त्यो ढुङ्गा तातेपछि अनिखेरि केराको पात या कर्कलोको पातमा यो काँचो केरा अब तरुल के छ उनीहरुसँग या समुद्रबाट ल्याएको माछा त्यो पातमा बेरेर राख्ने र बिस्तारै उले भन्ने अब 2 घण्टा 3 इट टेक्स 2-3 आवर्स टु कुक अनि स्लो कुक अनि पकाएर खाने अब यस्तो अझै पनि रहेछ यो पनि एउटा देखियो अरु आइल्यान्डमा पनि थियो हामीले त्यो हेर्ने जाने अवसर जुरेको थिएन यहाँ चाहिँ जुर्यो उ चाहिँ उसको छोरी हो इट्स योर डटर राइट हाउ ओल्ड इज शी 8 व्हाट इज योर नेम बेबी Marisa and surname family name Sarafano okay thank you and what is your name Nepali baby Rajia Rajia के हो राजियाको थर के हो थापा उ चाहिँ हाम्रो नेपाली सरको छोरी असाध्यै मजा आएको छ
ए हेलो भन्देऊ नमस्ते भन्देऊ थ्याङ्क यू अब यो कुखुराहरू चाहिँ यहाँ जुन अब अलिकति साँझ पर्न लाग्यो अब यो कुखुराहरूको खोरै चाहिँ ठ्याक्कै बनाएको रहन्छ अब यो चल्लाहरू अब यहाँ अलिकति अँध्यारो अँध्यारो हुन लाग्यो यो रुखहरू छ बिस्तारै उता भएको कुखुरा चल्लाहरू चाहिँ अब यताबाट उक्लिँदैछन् अब माथि बच्चा भएको चाहिँ यतै बस्छ रे अब यो सानो सानो भयो उक्लिएर ए अरू चराहरू जसरी यहाँ छ माथि रे हो माथि कराउन थाल्यो सेतो उहाँ छ त्यो सेतो मजाले उता पर त्यहाँ उक्लिसकेको छ माथि माथि त्यहाँ चढ्दैछ ऊ कुखुरा माथि पखेटा उसले फरफराएको देखिन्छ यहाँ थुप्रै चढिसकेको छ यताबाट देखिन्छ यहाँ अर्को छ यहाँ बसिरहेको यताबाट उता उता रुखै गुँड भएको छ उनीहरूलाई ल थुप्रो पुगिसके माथि माथि धेरै कुराहरू चाहिँ माथि पुगिसके ल अब उनीहरू चाहिँ वासस्थानको लागि अब यो रुखमा गएका छन् यो यहाँ देखिरहेको बोटहरू चाहिँ यो सानो सानो पातहरू भएको र यो मसिनो मसिनो एकनासका यो रुखहरू चाहिँ यो रक्तचन्दनको हो र यो मसिनो भएको चाहिँ यो केही समय अगाडि आएको साइक्लोनले यहाँ जुन पोर्ट भिल्लामा साइक्लोनले गर्दाखेरि त्यसले क्षति पुर्याएको त्यसले त्यो कारणले गर्दाखेरि चाहिँ फेरि यो राम्रोसँग यसले वृद्धि हुनलाई यो टाइम लागेको भन्ने कुरा जानकारी मिल्यो अगाडि आएको लगभग कति 4 वर्ष 5 वर्ष अगाडि आएको साइक्लोन भन्नुभयो होइन अहिले पछि आएको पोहोर साल मात्रै आएको ए पोहोर सालको साइक्लोनले क्षति गरेको भएर अहिलेसम्म पनि त्यति राम्रोसँग यसलाई बढ्न हुर्किन पाएको छैन र यो चाहिँ एउटा यहाँ खेतीपाती गर्ने ठाउँहरू नेपालमा पनि हामीले देखिरहेको यसलाई चाहिँ हामीले नेपालीमा चाहिँ बुख्याचा भन्छौँ यहाँ चाहिँ अब यहाँ उहाँहरूको भाषामा के भन्छ यो चाहिँ त्यही अनुसारको यो बुख्याचा नै हो र यहाँको एउटा अर्को इन्ट्रेस्टिङ पार्ट भनेको चाहिँ अब सुन्दाखेरि अचम्म लाग्ने अब छन् त अरू देशमा पनि छ युरोपतिर पनि सुनियो इङ्ल्यान्डतिर पनि सुनियो बक्सी भूत पिचासका कुराहरू यहाँ अझै अत्याधिकै मान्दो रहेछ ब्ल्याक म्याजिक बक्सी भूत पिचासमा एकदम विश्वास गर्ने हरेक घरको बाहिर चाहिँ नि त्यो उन्युको रुखमा मान्छेको आकृति बनाएर भूत पिचास नलागोस् भनेर राखेको ठाउँ ठाउँमा देखिन्छ र क्यानेबल 1960 सम्म त कमनै रहेछ अनि उहाँले भन्दै हुनुहुन्थ्यो कि 1990 देयर आर मेनी आइल्यान्ड्स इन भानुआतु त्यस्तै मध्ये एउटा आइल्यान्ड मालेकुला ओके जहाँ चाहिँ उहाँ बस्नुहुन्छ त्यहाँ 1990 मा सिक्रेटली चाहिँ नि लोकलै मान्छेलाई मारेर खाएको थियो रे राइट Can you tell this about they fight with because of the land dispute. So they kill somebody. Tribes go and kill another one come and kill another one, but the police didn't know the law, justice, everything. So they don't find out for nearly another decade again. All of a sudden they find out, but late. So everything go cool, everything, they just forget about everything. So it's just a story before 34 years ago. Yeah. But now also it's been No more, but it's only black magic, very strong. Very strong. Now cannibal is almost finished. Almost finished. Cannibal is finished, but black magic very. The last story about cannibal is 1990. Yeah. 1990 is a secret one. Secret Nobody one. knows. But 1960s It's common. It is common. 1960 सम्म क्यानिबल अब मान्छेले मान्छे मारेर खाने कमन थियो भन्नुहुन्छ उहाँले र 1990 मा चाहिँ जसलाई मारेर खाएको थियो उहाँको आइल्यान्डमा जुन स्टोरी उहाँले भन्दै हुनुहुन्छ त्यो चाहिँ सिक्रेटली थियो अब त्यसपछि अहिले
30-34 वर्ष यता चाहिँ केमिकलको कुरा अलमोस्ट फिनिस भयो भन्नुहुन्छ भने चाहिँ अब यो दुनियाँ कहाँ छ त आज? अब यहाँहरूले सोच्नुहोस् 30-34 वर्ष अगाडि मान्छे मारेर खाइराखेका थिए यहाँ। थ्याङ्क यू ब्रदर। Thank you. अब अर्को अचम्मको कुरो यहाँ के छ भन्दाखेरि यहाँको आदिवासीहरूले आदिवासीहरूले चाहिँ खाना खाइसकेपछि अब खाना भने यिनीहरूले त्यही केरा खाने, तरुल खाने, अब समुद्र माछा मारेर ल्याएर खाने हो। अब त्यो खाइसकेपछि या चिकन खाएको छ या पोर्क खाएको छ भने अब त्यसको हड्डी अनि माछाको काँडा, माछा खुर्केको कत्ला, तरुलको बोक्रा, केराको बोक्रा सबै चाहिँ लास्टमा अहिले पनि आज पनि उनीहरू मूलवासी आदिवासीहरूले सबै खरानी नै बनाएर छोड्ने रे। भानुआतुको यात्रा सकियो। अब यो देश एउटा पेसिफिक ओसियनको बिचमा भएकोले फेरि पनि यहाँबाट बाहिर निस्कनको लागि हामी साइकलहरू प्याक गरेर फ्लाइटमा जानको लागि तयारी गर्दैछौँ। पोर्ट भिलाबाट भर्जिन एयर अस्ट्रेलियाको फ्लाइट लिँदैछौँ। नेपालको भन्दा भित्र त्यही छ। 3टा फ्लाइट उठ्छ दिनको, त्यति हो। Larger bags can go in the lockers, wheels first where possible. We're refueling right now, so sit tight and keep your seatbelt unfastened. If we need to leave the aircraft, just follow our instructions